नमस्कार साथीहरु, तपाईहरुलाई आज मैले चाहिँ एउटा मान्छे खानी बाघ देखाउन लिएर जाँदै छु। मान्छे खानी बाघ आज तपाईहरुलाई देखाउँदै छु। हेर्नु होला, यसले चाहिँ धेरै मान्छे चाहिँ खाएर कोही घाँस काट्न जान नहुनी, त्यो बाटो हिड्न नहुनी, जहाँ मान्छे भेटो त्यही गएर च्याप्प खाइहाल्ने के खाइहाल्ने कस्तो खालको बाघ हो अहिले तपाईहरुलाई म देखाउँछु। हेर्नु होला, यहाँ हल्ला धेरै हल्ला कृपया हल्ला नगर्नु होला भनेर लेखेको छ। यही ठाउँमा थुनेर राखेको छ। त्यो बाघलाई दुईवटा बाघ छ भन्नु भएको छ हामीलाई त्यहाँ टिकट काटेर आउने ठाउँमा। त्यही यसले चाहिँ पुरै मान्छे धेरै नहुने अरे के, त्यही भएर यसलाई लाइफ टाइमको लागि चाहिँ यहाँ यसरी थुनेर राखेको छ र मान्छेहरूले हेर्न पनि आउनु हुँदो रहेछ। आज पनि थुप्रै मान्छेहरू कति भिड हुनुहुन्थ्यो। ल हेर्नुहोस्, यही हो, देख्नुभयो नि। यसलाई अहिले प्रष्ट अझ माथि आउँछ, यहाँ उक्लेर बस्छ। हेर्नु होला तपाईहरुले, यो चाहिँ मान्छे खानी बाघ 27 जना मान्छे खायो अरे यसले। अब मैले त्यहाँ बुझ्दाखेरि मैले चाहिँ त्यहाँ गएर के यो कतिजना मान्छे खाएर यस्तो गरिराखे भनेर सोद्धाखेरि चाहिँ त्यहाँको हेर्न आउने मान्छेहरू हो अथवा त्यहीँको मान्छेहरू को हुनुहुन्छ, उहाँहरूले चाहिँ 27 जना खाएको अरे, दुईटा मिलेर दुईटाले गरेर भनेर भन्नुभएको थियो। त्यो भएर चाहिँ मैले यसको भिडियो तपाईहरुलाई समक्ष राखेको छु। हेर्नु होला, 27 जना मान्छे खानी बाघ यही हो। ल हेर्नुहोस्, यसैले खाएको हो अरे है त, यसैले खाएको हो अरे। यो तपाईहरु पनि हेर्न आउनुहुन्छ भनेदेखि यत्रो बाघ ल्याएर त मैले त यत्रो देखेकै थिएन कहिले नि। यति ठुलो छ कि अब यसले त मुख गर्दाखेरि त पुरै हामीलाई त सलगै निला हात छ क्या। अहिले अब भिडियो परबाट धेरै टाढाबाट खिचेको हो, यो त्यो नजिकबाट खिच्दाखेरि त झन् कस्तो आउँछ होला हेर्नु न। त्यो परबाट खिचेको हो मैले। अब नजिक त जानै नमिल्ने रहेछ। त्यो 2-3वटा कम्पाउन्ड लाएर चाहिँ त्यो कम्पाउन्ड चाहिँ बाहिरबाट चाहिँ एउटा टावर जस्तो बनाएर चाहिँ हेर्ने ठाउँ, त्यहाँबाट हेर्न पाइँदो रहेछ है त साथीहरु। तपाईहरु पनि आउनु होला, हेर्नु होला, निरीक्षण गर्नु होला। बाघ प्रत्यक्ष नदेख्ने साथीहरुले बाघले कराएको बाघ